ल साथीहरू, आज चाहिँ मैले यो करेलाको भर्ता भन्दा पनि सुन्दा पनि अचम्म लाग्ने किसिमको एउटा रेसिपी लिएर आएको छु होइन। करेलाको भर्ता म कसरी बनाउने भन्ने कुरा देखाउन गइरहेको छु। भनिन्छ नि, कुकिङ गर्नेहरूले चाहिँ अनेक किसिमका ट्रिक लगाएर आफ्नो पेट पाल्ने गर्छ अरे कि। त्यसको फलस्वरूप मैले पनि आज करेलाको भर्ता बनाएर ल्याएको छु। यो करेला स्लाइस काटेको होइन, यो उम्लेको पानीमा मैले यो करेला चाहिँ यसरी उमाल्ने। यस्तो चाहिँ कम्तीमा नि 5 देखि 7 मिनटसम्म करेला पाक्ने गरेर पकाउनुपर्छ साथीहरू है। अनि यसरी होइन, अब टक्कलाई छान्ने, अनि टक्क छानिसकेपछि यसको पानी सर्र निचोरेर फ्याँक्ने। अनि यता हेरौँ, टमाटर र बैगनलाई यसरी पोल्ने के, मजाले पाक्ने गरी पोल्ने होइन। पोलिसकेपछि पाक्छ होइन, त्यसपछि टक्क लगाएर चाहिँ यसलाई चाहिँ निकालेर एकछिन चिसो हुन दिने। चिसो भइसकेपछि अब यसलाई चाहिँ तपाईँले टक्क लगाएर टमाटरको सबै स्किनहरू चाहिँ निकालेर मजाले यसलाई के गर्ने त, चप गर्नुपर्छ होइन साथीहरू। अनि त्यसपछि चप गरिसकेपछि बैगनको पनि त्यसको चाहिँ स्किन निकाल्ने साथीहरू। बैगनको ल हेर्नुहोस् है साथीहरू, यो बैगनको पनि यसरी स्किन निकाल्ने। स्किन निकालिसकेपछि यसलाई पनि मजाले मसिनो, धेरै मसिनो नगरिकन चप गरेर त्यो करेलामा चाहिँ यसरी राख्ने। अनि त्यसपछि प्याज चप गर्ने मसिनो गरी। अनि प्याजलाई चप गरिसकेपछि चाहिँ थोरै मात्रामा चाहिँ काँचो प्याज चाहिँ करेलामा राख्ने र अरू बाँकी रहेको फ्राई गर्नुपर्छ। र लसुन, काँचो लसुनलाई चप गर्ने, खुर्सानी, सुकेको खुर्सानी चप गर्ने र तोरीको तेल राखेर चाहिँ मजाले होइन खुर्सानीलाई पड्काउने। होइन सुकेको खुर्सानी टक्क पड्काएपछि अनि लसुन पनि राख्ने। अनि लसुनलाई फुराइसकेपछि प्याज पनि फुराउने होइन। अब ब्राउन कलर हुने गरी फुराउनुपर्छ यो साथी। हेर्नुहोस् है, यहाँ देखिरहनु भएको छ तपाईँले भिडियोमा। ब्राउन कलर हुने गरी यसलाई प्याज लसुन फुराइसकेपछि काँचो प्याजलाई चाहिँ यसरी सो करेलामा राख्ने। अनि सो ब्राउन भइसकेको लसुन प्याजको मसलामा फेरि थोरै बेसार जिराको धुलो अनि धनियाँको धुलो राखेर चाहिँ चट्ट लगाएर मसला बनाउने। अनि सो मसला चाहिँ सलक्क लगाएर सो करेलामा चाहिँ मिक्स गर्ने। अनि नुन राख्ने। अनि त्यसपछि एउटा कागज सरर निचोरेर अनि टक्क लगाएर एकदम राम्रोसँग चाहिँ हातले मजाले चाहिँ मोल्ने। यसलाई चाहिँ मजाले मिचिसकेपछि तपाईँले चाहिँ आफ्नो बाउलमा राखेर सर्भ गर्न सक्नुहुन्छ साथी।